45 डेजमा 6 करोडको जर्नीमा हामी डे 10 मा छौँ र आज चाहिँ हामीले मार्केटिङमा जति पनि लिड लिएर आए पनि सिस्टम छैन इन प्लेस भने चाहिँ त्यो ट्र्याकिङ प्रोपरली भएन भने त्यो लिड काम छैन। त्यही भएर चाहिँ हाम्रो सिएसआर टिमको लागि चाहिँ मैले आज टेक टिमसँग कम्प्लिटली मिटिङ सकिसकेको छु र यो सँगसँगै आज मेटाको नयाँ अपडेट पनि आएको रहेछ। त्यो अपडेट पनि तपाईँ लास्टमा सेयर गरिदिनेछु र तपाईँले पनि त्यो अपडेट युज गरेर चाहिँ आफ्नो एडहरू कसरी एनालाइज गर्न सक्नुहुन्छ त्यो पनि मलाई सेयर गरिदिनेछु। सो आज टेक टिममा चाहिँ के कुरा भयो भन्दाखेरि चाहिँ मेजरली एउटा प्रब्लम के आइरहेको थियो, क्लाइन्टले मिटिङ बिर्सिरहेको थियो र त्यो बिर्सिनुको लागि सम्झाउनुको लागि एउटा के गर्नु पऱ्यो। त्यही भएर चाहिँ हाम्रो अर्को भनेको चाहिँ लिडको प्रोपर ट्र्याकिङहरू चाहिँ थिएन, एक्सेल सिटहरू हामीले युज गरिरहेको थियौँ र त्यो एक्सेल सिटबाट चाहिँ हामीले हाम्रो इआरपीमा अहिले एचआरएम मात्रै थियो र तपाईँले पनि आफ्नो इम्प्लोइको ट्र्याकिङ गर्नुपर्ने छ, स्टाफहरूको ट्र्याक गर्नुपर्ने छ। हामीले एउटा एप युज गर्छौँ Zibble.io भनेर, त्यो एप तपाईँले युज गर्न सक्नुहुन्छ र आफ्नो बिजनेसमा चाहिँ इम्प्लिमेन्ट गर्न सक्नुहुन्छ। यो कम्प्लिटली फ्री अफ कस्ट छ र तपाईँले चाहिँ आफ्नो डेभलपर टिम छ भने चाहिँ यसको एपिआई पनि फ्री छ, एपिआईबाट आफ्नो इआरपी कस्टमाइज गर्न सक्नुहुन्छ। र हामी सबैलाई चाहिँ एचआरएम सिस्टम मात्रै थियो, स्टाफहरूको चाहिँ सबै ट्र्याकिङ हुन्थ्यो तर चाहिँ लिडको ट्र्याकिङ सिस्टम थिएन। त्यो चाहिँ आज टेक टिमलाई चाहिँ मैले एउटा युज सर्ट टाइममा यो गर्ने भनेर दिएको छु। उनीहरू एकदमै ओभरवेल्म पनि भए तर पनि दे क्यान डु इट। तर मेनली चाहिँ के भयो भन्दाखेरि चाहिने कुरा चाहिँ एउटा चाहिँ अटोमेटिक एसएमएस पठाउने, लिड आउने बित्तिकै ओके हाम्रो एक्नोलेज भयो लिड भनेर, बुकिङ हुने बित्तिकै एउटा एसएमएस जाने बुक भयो भनेर, त्यसपछि गएर बुक साइट भिजिटको 5-6 घन्टा अगाडि उनीहरूको फेरि रिमाइन्डर मेसेज जाने। त्यो चाहिँ बोथ हाम्रो जुन स्टाफलाई एसाइन भएको छ उसलाई पनि र क्लाइन्टलाई पनि दुइटैलाई जाने सिस्टम चाहिँ मैले बनाउनु भनेर प्लान दिइसकेको छु। अब अर्को भनेको चाहिँ सेल्स टिमको चाहिँ प्रोपर ट्र्याकिङ के कति पर्सेन्ट कन्भर्जन रेट चाहिँ एक्चुअली हेर्न पाइयोस्, कुन ठाउँ कति लिड आइरहेछ, के कुन सर्भिसबाट आइरहेछ, 3D डिजाइनमा आइरहेछ कि नक्सा पासमा आइरहेछ कि कन्स्ट्रक्सनमा आइरहेछ कि अरू मेबी रेनोभेसनमा आइरहेछ कि अरू आइबिएमको स्ट्रक्चरहरूमा आइरहेछ, कुनमा आइरहेछ भन्ने कुरा चाहिँ ट्र्याकिङ गर्नुपर्ने थियो। त्यही भएर चाहिँ त्यसलाई पनि मलाई चाहिँ लेभलिङहरू गर्ने एउटा सिस्टम लिड म्यानेजमेन्ट सिस्टममा राखिदिनु भनेको छु र लिड म्यानेजमेन्ट सिस्टम चाहिँ डाइरेक्ट मेटामा लिड आउने बित्तिकै सिधै इआरपीमा आउने भनेर चाहिँ एउटा सिस्टम बनाइदिनु भनेको छु। सो द्याट कि मेटामा फोन नम्बर आउने बित्तिकै हाम्रो इआरपीमा आफै नै आओस्, सो द्याट त्यो टिमले चाहिँ त्यहीँनिर चेक गर्न पाओस्। अर्को भनेको चाहिँ पेमेन्ट ट्र्याकिङ, क्लाइन्टको पेमेन्ट कति आयो के भयो भन्ने कुरा चाहिँ ट्र्याकिङ गर्नुपर्ने थियो, किनकि फलोअप गर्ने बिर्सिरहेको हुन्थ्यो, कुनै पेमेन्ट डिले भइदिन्थ्यो। अनि नेपालको सिस्टम त त्यही छ, पेमेन्ट गर्न मान्छे क्लाइन्ट हल्का हिस्सा हुनुहुन्छ। त्यही भएर चाहिँ हामीले पेमेन्ट रिमाइन्डर पनि सबै चट्ट लगाएर त्यसमै इआरपीमै प्लान गरिदिउँ। र अर्को चाहिँ आर्किटेक्ट टिमको लिडले मलाई के भन्नुभयो भन्दाखेरि चाहिँ हाम्रो धेरै जस्तो टाइम चाहिँ एउटा 3D 2D बनाउनु भन्दा पनि त्यो वाटरमार्क हालेर क्लाइन्टलाई पठाउनलाई चाहिँ स्पेन्ड भइरहेछ भन्ने कुरा चाहिँ आइरहेको थियो। र त्यही भएर चाहिँ टेक टिमलाई चाहिँ 2D 3Dमा चाहिँ अटोमेटिक वाटरमार्क हाल्ने एउटा सिस्टम इआरपीमै हालिदिनु, अनि त्यसपछि गएर डाइरेक्ट सेन्ड बटन दाबेपछि सिधै क्लाइन्टलाई वाट्सएप र एसएमएस चाहिँ त्यो लिङ्क जाने चाहिँ बनाइदिनु भनेको छु। जसले गर्दाखेरि चाहिँ हाम्रो आर्किटेक्ट टिमले चाहिँ स्टिल लाएर अपलोड गरिदिए मात्रै पुग्छ। अपलोड गरेपछि के हुन्छ त्यो वाटरमार्क हालेर आफै क्लाइन्टले जान्छ होइन। त्यो भएपछि धेरै टाइम पनि सेभ भयो। र अर्को भनेको चाहिँ हाम्रो जति पनि मार्केटिङको भिडियो डिजाइन बनिरहेको छ त्यसपछि गएर अर्को आर्किटेक्टको 2D 3D डिजाइन अनि त्यसपछि साइटको भिडियोहरू आइरहेको हुन्छ, त्यो एकदमै अनम्यानेज रहेको थियो, वाट्सएपमा एकदमै अनअर्गनाइजमा थियो। त्यसलाई पनि हामीले अब चाहिँ स्ल्याक भन्ने एउटा एप युज गर्न थालेको छौँ र स्ल्याकबाट चाहिँ जति पनि फाइल जान्छ र एउटा अटोमेसन हामीले सेट गरेर के गर्यौँ भन्दाखेरि चाहिँ जति पनि स्ल्याकमा आएको फाइल हुन्छ त्यो चाहिँ अटोमेटिक हाम्रो एउटा एनिटाइम भन्ने सिस्टम हुन्छ, एनिटाइम अटोमेसन टुल हुन्छ एउटा। त्यो एनिटाइम अटोमेसन टुलले के गरिदिनु भयो भन्दाखेरि चाहिँ मन्थ वाइज क्लाइन्ट वाइज चाहिँ फाइलहरू एरेन्ज गरेर राखिदिनु भयो। त्यसले गर्दा के हुन्छ भन्दाखेरि चाहिँ कहिलेकाहीँ हामीले कसैले के मार्केटिङले फाइलहरू पठाउनु पनि सजिलो हुने भयो र मार्केटिङ टिमबाट चाहिँ यतापट्टि फाइल आउनु पनि सजिलो हुने भयो। र फेरि एज अ मेटा एड्स म्यानेजर चाहिँ मेटाको एआई अपडेट आएको छ, मेटा एआई बेटा भनेर चाहिँ तपाईँले चाहिँ मेटा एड्स म्यानेजरको बटम लेफ्टमा जानुभयो भने चाहिँ एउटा ब्लू कलरको पेट्रोलवाला देख्नुहुन्छ, त्यहाँ क्लिक गरेर चाहिँ आफ्नो जति पनि एड्सहरूलाई चाहिँ एनालाइज गर्न सक्नुहुन्छ। जस्तै त्यहाँ क्लिक गरेर चाहिँ एउटा एड सेट गर्नु पर्यो तपाईँले, अनि त्यो एआई ओपन गर्ने, त्यसपछि मलाई चाहिँ यो एड्स एनालाइज गरिदिए कुन अडियन्सबाट चाहिँ राम्रो डेटा आइरहेछ, कस्तो खालको अडियन्सले चाहिँ इन्ट्र्याक्ट गरिरहेछ, यसको हुक रेट होल्ड रेट कति छ, यसको सिपिआर कम हुनुको रिजन के हो, सिपिआर बढी हुनुको रिजन के हो, दुइटा एड बिच कम्पेयर गरिदिएँ। अब नेक्स्ट टाइम कसरी एड रन गर्ने मैले सेसन प्रोभाइड गरिदिएँ भनेर चाहिँ कम्प्लिट एनालाइज गरिदिएँ। एकदम मजाको टुल रहेछ, तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ। मैले स्क्रिनमा पनि तपाईँलाई चाहिँ यो भिडियो राखिदिउँला। अबको डे 11मा चाहिँ हामीले के कुरा गर्छौँ फलो गर्दै गर्नु होला।